Have you ever felt? Damn. This is the Inspire Nepal show. I'm Dinesh, and this week I'm with a very interesting person, leading fitness enthusiast in our community. We have Mr. Jamin Rai, who is a winner of UKNBF bodybuilding competition, which is like the Nepalese bodybuilding federation, isn't it? Yeah. And you're also the winner of the acclaimed JKK Classic of UKBFF, which is the UK Bodybuilding Federation. Yeah. And you've also competed in other bodybuilding competitions such as the South Asian Games. Yes, that's right. You've competed in Mr. Dharmasri. Yeah. And you were also the winner of Mr. Brunei 2 times. Yes, that's right. Welcome to the show, Mr. Jamin Rai. Thank you very much. Now, first off, thank you for coming here and making your time off for the interview. We really appreciate that. There are people watching us. You know, you've got a lot of fans, I know, from what I know. And some people know about you, some people they don't know about you. But can you tell us a little bit about yourself? Tapaiko like personal history अथवा हुन्छ नि तपाईको personal background चाहिँ के हो? एक्चुअली म जन्मिने चाहिँ भोजपुर पहाडमा जन्मेको हो अनि त्यसपछि ब्रिटिस आर्मीमा 1993 मा जोइन भएको तर त्योभन्दा पहिले नै जिमहरु चाहिँ हल्का गर्ने गर्थेँ अनि त्यसपछि आएर अब त्यही हो नेपालमा अब जिम गर्ने फेसन चलेथ्यो अब जिम गर्दै जाँदाखेरि अब अहिलेसम्म यहाँ अलि राम्रै भइरहेछ अहिले पनि अनि अहिले पनि म कन्टिन्यू गरिरहेको छु अहिले स्टिल म आर्मीमै छु त्यही हो मेरो परिचय भन्दा त्यही हो म अब एकदम के भन्छ फिटनेसतिर चाहिँ ध्यान दिने मान्छे त्यसरी नै छ त्यस्तै छ तपाई फर्स्ट टाइम लाइक बडी बिल्डिङमा चाहिँ लाइक तपाई इन्भल्भ हुँदा चाहिँ हाउ ओल्ड वर यु कतिको यङ तपाई I was about 14 yeah. Okay. Yeah. मैले 14 वर्षदेखि स्टार्ट मैले डम्बल छिर्न चाहिँ स्टार्ट गरेको 14 वर्ष 14 15 त्यस्तै अनि तपाईको मेन मोटिभेसन अनि इन्स्पिरेसन के थियो त्यतिखेर चाहिँ अब ट्रुली भन्दाखेरि मोटिभेसन त्यति बेला अब हिन्दी फिल्मको अब पुरा क्रेज अब त्यही हो सुनिल शेट्टीहरू देखेर अब त्यस्तै हो मोटिभेट चाहिँ अब त्यस्तैबाट भएको खासमा अनि अब त्यति बेला अब नेपालमा के अरे एउटा होलीमा एउटा आउँथ्यो मान्छेले पुरा स्यान्डो वेस्ट लगाएर पुरा दाइहरू हिँड्थ्यो अब त्यही हो अब त्यस्तै देखेर इन्सपायर चाहिँ पक्का भएको चाहिँ अनि तपाईको टेल मी अबाउट योर फर्स्ट बडी बिल्डिङ कम्पिटिसन चाहिँ कुन चाहिँ थियो तपाईको चाहिँ my first bodybuilding competition was South Asian game exactly मैले डेट इयर चाहिँ बिर्सेँ तर त्यो चाहिँ फर्स्ट साउथ एसियन गेम चाहिँ त्यो चाहिँ नेपालमै भएको थियो that was my first
अनि तपाईको त्यो फर्स्ट कम्पिटिसन चाहिँ कतिको इम्पोर्टेन्ट थियो तपाईको यो लाइक करियरको लागि? I guess that was very important. किनभने मेरो बडी बिल्डिङमा टर्निङ पोइन्ट चाहिँ आई थिङ्क त्यहाँबाट नै सुरु भयो जस्तो लाग्छ। किनभने मलाई धेरै मान्छेले चिन्नुभयो, मैले धेरै टेक्निक्सहरू थाहा पाएँ। अनि अब त्यस बेला अब बाहिरको मान्छेहरू, पाकिस्तान इन्डियाको मान्छेहरू हामीभन्दा त फार बेटर होइन, तिनीहरू अलिक एडभान्स नै थियो त्यति बेला नि। अब त्यो हेर्दाखेरि अब हामीलाई नि यस्तो एक दिन चाहिँ हुनैपर्छ भन्ने लाग्यो। अब त्यहाँबाट नै हो मेरो चाहिँ यस। अनि त्यो कम्पिटिसनमा चाहिँ तपाईले कस्तो गर्नुभयो थियो? मैले के अरे थर्ड भएको थिएँ 65 kg-मा। pretty much good. That was good. मैले सुनेको अनुसार चाहिँ तपाईँ चाहिँ लाइक एक पालामा चाहिँ तपाईँको हेल्थ प्रब्लमको कारणले चाहिँ होइन 4 वर्षसम्म चाहिँ तपाईँले ट्रेनिङ गर्न स्टप गर्नुभएको भनेर सुनेको थिएँ। के भएको थियो खास? त्यो चाहिँ मेरो हेल्थ प्रब्लम चाहिँ अरू खासै अरू चाहिँ होइन, त्यो हर्निया हो। अब तपाईँलाई हर्नियाको बारेमा थाहा छ छैन, जस्ट थाहा नहुनेहरूको लागि चाहिँ हर्निया भने चाहिँ तपाईँ जब धेरै वर्कआउट गर्नुहुन्छ, आज जुनै पनि काम एकदम तपाईँको बडीमा बडी बोझ पर्छ अनि तपाईँको बडीको चाहिँ कुन चाहिँ भागमा चाहिँ अलिकति के अरे विक भागमा चाहिँ त्यो चाहिँ तपाईँको मसल्सको भित्र त्यो जाली हुन्छ, मसलभन्दा बाहिरबाट छालाभन्दा मुनि हो, त्यो चाहिँ च्यातिएर त्यो चाहिँ मसल चाहिँ बाहिर निक्लिन्छ। त्यस्तो भएर चाहिँ म चाहिँ 4 वर्षसम्म चाहिँ मैले चाहिँ डम्बेल छुइनँ भन्दा पनि हुन्छ। आर्मीमा छुनु त छुएँ, अब त्यही फिटनेस वाइजमा अलिअलि कुद्ने त्यस्तो मात्रै गरेँ। अनि डक्टरले पनि भन्थ्यो तैँले बडी बिल्डिङ चाहिँ अब गर्नु पाउँदैनस्, हुँदैन पनि भन्थ्यो कि। अब तपाईँ कस्तो फिल भयो नि त्यतिखेर? तपाईँले कसरी डिल गर्नुभयो त्यो? सुरुमा चाहिँ टु बी अनेस्ट म यति धेरै इन्ट्रेस्ट मान्छे, यति धेरै इन्ट्रेस्ट यसमा लिन्थेँ अनि मैले ड्रिम पनि एकदम बनाइसकेको थिएँ। अनि अब डक्टरले त्यसो भन्दा म सुरुमा 1-2 दिन चाहिँ म पक्का रुएँ नै, किनभने म छिटो रुन्छु क्या। म यस्तो मान्छे हो नि, म छिटो रुन्छु। त्यस कारण म चाहिँ पक्का 1-2 दिन चाहिँ रुएँ नै। अनि तर पछि चाहिँ अब हेर्दै जाउँ, अब डक्टरले जेसुकै भनोस्, अब राम्रो रिकभर भयो भने। अब मैले यसो टिभीतिर यसो के अरे इन्टरनेटतिर हेर्दा पनि कति मान्छेहरू रिकभर भएकोहरू फेरि पछि ब्याक भएर अब त्यस्तो भएकोहरू देखेँ। अनि त्यसपछि मलाई अलिक सन्तोषजनक हुन्छ होला जस्तो लागेर त्यसपछि फेरि मैले सुरु गरेको। अनि जस तपाईँको चाहिँ लाइक त्यतिखेर मेन्टली इमोसन चाहिँ स्ट्रङ हुनु पर्थ्यो होइन? हजुर एक्ज्याक्टली। हजुर मेन्टली त म कहिले पनि म विक चाहिँ बनाउँथिनँ त्यति बेला पनि होइन। एक दिन डेफिनेटली म के अरे म राम्रो हुन्छु, राम्रो भएपछि म डेफिनेटली म यो फिल्डमा चाहिँ जान्छु भन्ने चाहिँ मलाई चाहिँ लागि नै भन्थ्यो। अनि लास्ट चाहिँ तपाईँले 2टा मेजर टाइटल जित्नुभयो, एउटा चाहिँ UKNBF होइन, अनि अर्को चाहिँ UKBFF। त्यतिखेर चाहिँ तपाईँलाई चाहिँ त्यो टाइटल जित्दाखेरि चाहिँ लाइक खुसी त लागेको थियो होला, कस्तो फिल भयो थियो तपाईँलाई? यस्तो भयो, फर्स्टमा चाहिँ UKBFF म चाहिँ क्वालिफाइङ ZKK क्लासिकमा हुँदाखेरि मैले JKK क्लासिक चाहिँ के हो? त्यो चाहिँ के अरे के भन्छ IFBB को चाहिँ त्यो चाहिँ अन्डरमा हुन्छ होइन, युकेको एउटा क्वालिफाइङ, त्यो चाहिँ ब्रिटिस फाइनलको लागि क्वालिफाइङ गर्ने त्यो एउटा के भन्छ माध्यम हो भन्नाले माध्यम नै हुनु त्यसमा। अनि स्पेसली फेरि म एउटा धेरै धन्यवाद चाहिँ दिन्छु कञ्चन डङ्गललाई। कतिजनाले चिन्नुहुन्छ, धेरैजनाले चिन्नुहुन्छ। उही नै हो मलाई अल द ड्र्याग गरेर लाने भन्दा पनि हुन्छ, किनभने मैले चाहिँ त्यो चाहिँ यहाँको कम्पिटिसन भनेको चाहिँ मलाई चाहिँ यस्तो लाग्थ्यो कि हामीले गर्न सकिँदैन जस्तो लाग्थ्यो। किनभने अब हेऱ्यो यत्रो ठुलो ज्याङ्गो मान्छेहरू होइन, अब हामी सानो मान्छे, हाम्रो त केही हुँदैन होला जस्तो लाग्थ्यो। तर मलाई कञ्चनले यति साह्रो मोटिभेट दियो, यति साह्रो उसले चाहिँ इन्सपायर गराइदियो, तिमी जानुपर्छ किनभने यो अलमोस्ट रेडी भन्यो भने। अनि त्यहाँदेखि कञ्चनमा चाहिँ बोलेर अनि कञ्चनले मलाई कति त्यति बेला 3 महिना 4 महिना जस्तो बाँकी थियो, ल तिमी डाइटिङ सुरु गर, म तिमीलाई इन्फर्मेसनहरू म गरिदिन्छु भनेर कञ्चनले भनेर मैले सुरु गरेर एट द एन्ड मैले त्यो ZKK क्लासिक मैले फर्स्ट प्लेस म जित्छु जस्तो लागेको थिएन है, तर मैले जितेँ अनि आइ एम सो ह्याप्पी। मेरो त्यस्तो खुसी मैले कहिले पनि भएको थिएन होइन। द्याट वाज सो ह्याप्ी। कुन चाहिँ वेट क्याटेगोरीमा? म चाहिँ मास्टर्समा भन्नाले 40+ चाहिँ मास्टर्स गरेँ। फर्स्ट 40+लाई चाहिँ मास्टर्स भन्छ। अब त्यसमा चाहिँ मैले फर्स्ट प्लेस लिएको, त्यो एकदम खुसीको छ।
अनि अर्को युकेएनएसबिएस हाम्रो नेप्लिजहरूको त्यहाँ त अब खुसी नहुने कुरै भएन किनभने हामी सबै नेपालीहरू होइन सबैजना हुन्छ अनि त्यो दुइटै लास्ट इयर दिनुभयो हजुर लास्ट इयर हजुर तपाईँले चाहिँ जितेपछि चाहिँ लाइक फाइनली आई मेड इट जस्तो लाग्यो तपाईँलाई चाहिँ अब डिड इट मेक यु इभन मोर मोटिभेटेड टु एम फर बिगर टाइटल त्यो चाहिँ अब स्पोर्ट्सहरू चाहिँ अब जो पनि जहिले पनि के अरे हङ्ग्री नै हुन्छ डेफिनेटली होइन म मात्रै होइन सबै स्पोर्ट्सहरू अझै गरौँ सबैलाई नै हुन्छ मलाई चाहिँ कस्तो लाग्यो भने मोर मोटिभेट लाग्यो मलाई चाहिँ मोर मोटिभेट लाग्यो अब किनभने म फाइनलको लागि म के अरे क्वालिफाइड पनि भएको त्यस कारण मैले फाइनलमा मोर देखाउनुपर्छ भन्ने जस्तो पनि लाग्यो अनि यतातिर हाम्रो नेप्लिजहरूकोमा मलाई खुसी पनि लाग्छ नेप्लिज हाम्रो दाइहरूले गर्नुहुन्छ कम्पिटिसन म पनि त्यहाँको लाइफ टाइम मेम्बर हो त्यहाँबाट पनि धेरै मान्छे इन्सपायर हुन्छ अनि कतिजनाले मलाई एकदम एप्रिसिएट पनि गर्नुहुन्छ त्यस्तो भएपछि मलाई चाहिँ कस्तो लाग्छ भने मोर गरौँ जस्तो झन् भयो त्यहाँबाट मैले मोर गर्नुपर्छ मेरो फ्यानहरू पनि धेरै भयो फ्यान बेसहरू त्यस कारणले अब उहाँहरूकै लागि पनि मैले गर्छु म चाहिँ भरे यहाँ चाहिँ यस्तो गरेर गर्ने उहाँहरू कतिजनाले फलो गरिराखेको हुन्छ मैले डङ्गै छाडिदिएँ भने फेरि उहाँहरू पनि अलपत्र पर्नुहुन्छ होइन त्यस कारणले चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने मोर मोटिभेट होइन त्यहाँबाट झन् मलाई चाहिँ मोर मोटिभेट भएको जस्तो लाग्छ तपाईँको लास्ट इयर कम्पिटिसन ड्युरिङ यो कम्पिटिसन चाहिँ तपाईँको त्यतिखेर तपाईँको डायट कस्तो थियो एकदमै स्ट्रिक्ट थियो होला डायट त अब त्यही हो यहाँ 100% भनेर त अब साध्य छैन होइन स्पेसली डायटको लागि चाहिँ तपाईँले 100% नै दिनुपर्छ होइन अब कम्पिटिसनको लागि अब 12 weeks to 14 weeks इदर 10 weeks डिपेन्ड अन होइन तपाईँको बडीको कस्तो छ होइन तपाईँको मेटाबलिजम कस्तो किसिमको छ तपाईँले आफै पत्ता लगाउनुपर्छ पछि थाहा हुन्छ अरे तपाईँलाई होइन गर्ने मान्छेलाई मलाई चाहिँ अलमोस्ट अहिले चाहिँ थाहा भइसक्यो मैले चाहिँ यति विक्स गरेँ भने चाहिँ हुन्छ भनेर अहिले चाहिँ म एक्सपिरियन्स भयो अनि त्यही अनुसारले मैले चाहिँ कति लास्ट इयर चाहिँ कति 12 weeks गरेको थिएँ एन्ड इट्स क्वाइट स्ट्रिक्ट आई डिड क्वाइट स्ट्रिक्ट 7 weeks पछि चाहिँ एकदम स्ट्रिक्ट डाइट गरेको थिएँ अब लेट्स से 40 ग्राम अफ के अरे फ्याट बडी फ्याट पर्सेन्टेज कति थियो लास्ट इयर मेरो बडी फ्याट पर्सेन्टेज अबाउट 5 थियो द्याट्स भेरी लो बडी फ्याट पर्सेन्टेज होइन नर्मल एभरेज मान्छेको त लाइक बिट्विन 10-20 हुन्छ नि एभरेज मान्छे त्यही 14-15 त्यस्तै हुन्छ मैले एकजना उसको इन्टरभ्यू हेरेको थिएँ डोरियन येट्स भन्ने चाहिँ 6 टाइम ओलम्पियन उसले उसको इन्टरभ्यूमा चाहिँ उसले के भन्यो उसको बडी फ्याट पर्सेन्टेज यस्तो लो थियो कि होइन he could literally feel his bone like underneath his feet right अनि यस्तो पातलो भएको थियो कि स्किन के तपाईँको केसमा नि सिमिलर भयो त्यति साह्रै त भयो तर मिस्टर धर्मश्री 2014 मा हेर्दाखेरि चाहिँ मेरो अलमोस्ट 3.5 जस्तो थियो क्या मेरो बडी फ्याट पर्सेन्टेज त्यति बेला चाहिँ म एकदम कस्तो भने अर्कै फिल हुन्थ्यो क्या किनभने मसँग फ्याट भन्ने एउटै थिएन स्किन छ तान्दा यति लामो आउँथ्यो क्या अनि त्यति बेला चाहिँ अब त्यस्तै बनै त फेल अब नभनौँ है अब त्यति साह्रै लो त होइन तर जस धेरै लो नै थियो त्यति बेला चाहिँ तपाईँको एनर्जी लेभल कस्तो हुन्छ नि एनर्जी लेभल चाहिँ डेफिनेटली कार्बोहाइड्रेट नखाएपछि अलिक लो नै हुन्छ होइन तर पनि मान्छेलाई अब त्यति बेला कस्तो हुन्छ भने मोटिभेट भएर क्या अब त्यो आई डिडन्ट फिल एनिथिङ क्या आई फिल तपाईँको मेन्टल फोकस मेरो गोल त्यहाँ छ भनेपछि त्यतातिर त वास त्यो जाँदै नजाने क्या हजुर तपाईँलाई थाहा छँदैछ बडी बिल्डिङ भनेपछि लाइक सबैजनाले एउटै रूपले हेर्दैन देयर इज मिसअन्डरस्ट्यान्डिङ अबाउट द स्पोर्ट बडी बिल्डिङ होइन अनि देयर इज स्टेरियोटाइप्सहरू पनि हुन्छ कसैले चाहिँ लाइक बडी बिल्डर्सहरू चाहिँ खासै इन्टेलिजेन्ट हुँदैन होइन ओर लाइक बडी बिल्डर्सहरू चाहिँ लाइक दे आर टु अब्सेस विथ देयर बडी एन्ड द आउटर फिलिङ्स ओर समथिङ लाइक अल द बडी बिल्डर्सलाई तिनीहरू चाहिँ लाइक स्टेरियोज दिन्छ तब भन्छ नि त्यस्तो स्टेरियोटाइप्सहरू हुन्छ तपाईँलाई चाहिँ कस्तो लाग्छ वाट डज बडी बिल्डिङ मिन टु यु बडी बिल्डिङ भनेको चाहिँ अब अहिलेको जमानामा मेरो इम्पोर्टेन्ट नै होला जस्तो लाग्छ किनभने अब अहिले यसो हेर्छु के अरे जिउ नबनाउने मान्छे नबनाए पनि इच्छा नहुने मान्छे त कमै मात्रै भेटिन्छ होइन अब सबै अब यसो हेर्छु मसँग बोल्ने सबै साथीहरू पनि त्यस्तै कुरा गर्नुहुन्छ अनि यस्तो लाग्छ बडी बिल्डिङ भन्ने चाहिँ एउटा तपाईँको त्यो एउटा फेसन मात्र नभएर एउटा बडी बिल्डिङ भन्ने चाहिँ तपाईँको हेल्थको लागि पनि गर्नुपर्छ जस्तो लाग्छ बडी बिल्डिङ नै नगरे पनि वर्कआउट चाहिँ डेफिनेटली गर्नु जरुरी छ त्यस्तो लाग्छ मलाई
अनि के अरे तपाईँलाई चाहिँ कस्तो लाग्छ तपाईँ सुरुमा स्टार्ट गर्दाखेरि बडी बिल्डिङ होइन र कम्पेयर द्याट टु अहिलेको बडी बिल्डिङ कतिको चेन्ज भएको छ अहिले त्यो ड्युरेसनमा स्पेसली त यहाँको त नभनौँ होइन यहाँ त म अब त्यति लामो भएको छैन भन्नाले अब 20-22 वर्ष जस्तो मात्रै भयो यहाँको तर हाम्रो नेपालको र नेपालमा पहिला र अहिले चाहिँ एकदम भास्ट चेन्ज भएको छ त्यो चाहिँ खुसीको कुरो एकदम खुसी किनभने 2014 जाँदाखेरि धेरै राम्रो त्यो बडी बिल्डर्सहरू पनि आएको थियो होइन अनि धेरै चेन्ज भएको छ अनि स्पेसली डाइटिङको विषयमा अहिले धेरै थाहा छ पहिला हाम्रो पालो साउथ एसियन गेम खेल्दाखेरि नडाटी भन्दाखेरि अब हाम्रो कोचहरूलाई अब तपाईँहरूले देख्ने कोचहरूले सुन्नुभयो भने तपाईँहरूलाई अलिक कस्तो इम्बारेसिङ हुन्छ होला तर पनि कस्तो नि त्यति बेलामा हामी स्टेजमा जानु लागेको छ पुरा के अरे कुखुराको के अरे त्यो ड्रम स्टिकहरू चाहिँ फ्राई गरेर पुरा खाएर जान्थ्यौँ है इनर्जी दिन्छ अब त्यस्तै हुन्थ्यो त्यो त अहिले त्यस्तो छैन त्यस कारण अहिले एकदम इम्प्रुभ नेपालमा नि एकदम इम्प्रुभ भएको छ त्यो चाहिँ खुसीको कुरो अनि एउटा बडी बिल्डरको डेली एभरेज डे चाहिँ कस्तो हुन्छ तपाईँलाई बिहान उठेदेखि राति बेडमा नजानेसम्म तपाईँ कस्तो हुन्छ त्यो चाहिँ अब यस्तो दुई किसिमको भन्नुपर्छ अब एउटा काम गर्दाखेरिको अनि अर्को चाहिँ काम नगर्दाखेरिको काम गर्दाखेरिको चाहिँ अब अलिकति फरक होइन पहिला काम नगर्दाको भनौँ होइन काम नगर्दा तपाईँको यदि अफ सिजनमा हुनुहुन्छ भने अब कार्डियो मेरोमा चाहिँ म चाहिँ कार्डियो एकदम अल्छे मान्छे हो कार्डियो गर्नु है कम्पिटिसनको बेलामा त कार्डियो गर्नै जरुरी छ गर्नै पर्छ नगरी हुँदैन तर म चाहिँ बिहान उठ्छु मेरो छुट्टीको समयमा चाहिँ बिहान उठ्छु त्यही हो कार्डियो गर्नुपर्ने गर्दैन बेडमै है त्यसपछि त्यही हो खाना खायो एउटा कस्तो हुन्छ अब बडी बिल्डर्सको खाना के हुन्छ त्यही बिहान ओटमिल त्यही एग वाइट्सहरू त्यस्तै खायो होइन अनि त्यसपछि अब फेरि हुन्छ भने जति सुत्यो त्यति अब फाइदा राम्रो हुन्छ बडी बिल्डर्सलाई अलमोस्ट के अरे एटलिस्ट 8 आवर 9 आवर सुत्यो भने राम्रो हुन्छ खायो त्यसपछि अब रेस्ट गर्यो अनि त्यहाँदेखि फेरि खायो रेस्ट गर्यो होइन अनि त्यसपछि अब त्यही हो अब के गर्नु मन लाग्छ आफ्नो होइन गर्यो त्यसपछि खायो त्यसपछि जिम गयो आएपछि दिनमा म चाहिँ कम्पिटिसनको बेलामा चाहिँ 2 चोटि जान्छु जानै पर्छ होइन तर अहिले म अफ सिजनमा चाहिँ एकचोटि दिनमा त्यही पनि 4 टाइम्स अ विक जस्तो मात्रै जान्छु किनभने आइएम बल्किङ मेरो फेज चाहिँ कम्पिटिसनको बेला चाहिँ अलिक फ्रिक्वेन्टली जान्छ हजुर कम्पिटिसनको बेलामा चाहिँ तपाईँको किनभने फ्याट बर्न गर्नुपर्छ तपाईँको किनभने तपाईँ जति चाहिँ तपाईँले के अरे तपाईँले पसिना निकाल्नु त्यति तपाईँको बर्न हुन्छ होइन त्यस कारणले बिहान जानै पर्छ बिहान अनि बेलुका त अब जानै पऱ्यो फेरि जिम होइन हो त्यस्तो अनि अहिले चाहिँ त्यही हो छुट्टीमा चाहिँ बस्यो खायो त्यही हो 7-8 चोटि खायो जिम गयो आयो बेलुका फेरि खायो फेरि सुत्ने बेला पनि खायो अनि सुत्यो त्यस्तो हुन्छ अनि फेरि वर्किङ आवर्समा चाहिँ अब फेरि अब त्यस्तो टोटल्ली डिफ्रेन्ट नै हुन्छ भन्नुपर्छ अब किनभने वर्किङ आवरमा चाहिँ तपाईँले फुड प्रेप गरेर खानु पऱ्यो खाएको खाएकै हो खाएको खाएकै टाइममा आफूले घडी हेर्दै खाने हो 2 घन्टा 3 घन्टा 2 घन्टा 3 घन्टामा त्यसपछि अब जब काम सकिन्छ काम सकेपछि फेरि काम सकिनुभन्दा पहिला खाएपछि अनि अब 1 घन्टा 1.5 घन्टा पछि काम सकेपछि जिम गरेर आयो खायो अनि त्यो फेरि लास्टमा सुत्ने बेलामा खायो सुत्यो त्यस्तो हुन्छ तपाईँ बिहान कति बजी उठ्नुहुन्छ बिहानै उठ्नुहुन्छ म चाहिँ फेरि यो पनि अब काममा चाहिँ हो भने म अब कामको बेलामा चाहिँ म बिहानै उठ्नुपर्छ about 4:45 होइन बिहान उठ्नुपर्छ अनि त्यति बेला हतार ब्रेकफास्ट खानुपर्छ अरू बेला चाहिँ त्यही 7-8 तर सिजनको के अरे कम्पिटिसनको बेलामा चाहिँ त्यही 4:30 तिर उठेर तपाईँको कार्डियो चाहिँ तपाईँ जति बिहान गऱ्यो मतलब बिहान भनेर तपाईँ सुत्नु बित्तिकै गऱ्यो भने तपाईँको किनभने सुगर लेभल बडीको सुगर लेभल चाहिँ एकदम कमी हुन्छ सुगर लेभल कमी भएपछि तपाईँको चाहिँ फ्याट बर्न हुन चाहिँ सजिलो हुन्छ त्यसरी एका बिहानै केही पनि नखाएन जिम जानुपर्छ अब त्यो तपाईँले फ्याट बर्न गर्नु छ भने चाहिँ त्यो तपाईँको जब बडीको सुगर लेभल कमी भएको बेलामा चाहिँ गऱ्यो भने तपाईँको छिटो फ्याट बर्न हुन्छ त्यसरी अब 5:30 तिर चाहिँ जिम पुगेको हुन्छ अब चाहिँ हल्का फन गरौँ होइन यो चाहिँ ऱ्यापिड फायर क्वेसन भन्छ यसलाई चाहिँ होइन म चाहिँ क्वेसनहरू तपाईँलाई चाहिँ फायर गर्छु तपाईँ चाहिँ लाइक क्विक आन्सर गर्नुपर्छ है
What is your favorite bodybuilder of all time? Arnold Schwarzenegger. Okay. What is your favorite pastime besides bodybuilding? Football. Football. Your food craving. What is your favorite food? Ice cream and pizza. Ice cream and pizza. Yeah. There's a तपाईँको cheat day मा चाहिँ. Yeah. Do you like to walk around topless? तपाईँले? Not really. No. Definitely not. Do you read books? Oh yes. What is your favorite song at the moment? Favorite song? I don't know any. Any Nepali. All Nepalese. I like. What kind of compliments or comments do you get from your girl fans? That's quite tricky questions. Yeah, they're always. Looks good. Nice body, Yeah. What would be your ultimate bodybuilding title? Mr. Olympia. Mr. But Olympia. Definitely not. But हुन्छ. I have a girl. हजुर. अब त्यो चाहिँ भ्यायो होइन. अब चाहिँ let's go back to serious question again. तपाईँलाई थाहा छँदैछ होइन, there is this steroid issue around bodybuilding होइन. तपाईँको भ्यू चाहिँ के छ? Like is it good for the sports or bad for the sports? यसको बारेमा चाहिँ मलाई भन्नु मन लाग्यो. डेफिनेटली यो चाहिँ गुड होइन. म डेफिनेटली यो चाहिँ के भन्छ, डेफिनेटली भन्छु. अफकोर्स इट्स गुड चाहिँ होइन स्टोरेज चाहिँ. तर म चाहिँ कस्तो हुन्छु भने कति तपाईँहरूले मलाई भन्नुहुन्छ यु आर नट नेचुरल बट आइ एम स्टिल नेचुरल है. आइ एम स्टिल बिकज आइ एम इन आर्मी है. म किनभने मलाई एभ्री 3 months जस्तो टेस्ट हुन्छ अनि म स्टिल नेचुरल. मलाई धेरै मेरो साथीहरूले कतिजनाले भन्नुहुन्छ नेपालमा गयो भने कसैले पनि मलाई त नेचुरल होइन तैँले केही चाहिँ लिन्छस् भन्छ. तर आइ एम स्टिल नेचुरल है. अनि तपाईँहरूलाई मलाई यो पनि म्यासेज दिन्छु कि नेचुरल क्यान डु समथिङ है. हो यो पनि म्यासेज तपाईँहरूलाई. अनि स्टोरेज चाहिँ डेफिनेटली हार्म है, किनभने यो चाहिँ केमिकल हो. तर तपाईँहरूको विचार हो होइन, तपाईँहरूको हेल्थ तपाईँहरूको रिस्क होइन, तपाईँहरूको हेल्थ हो. अब टु यु. तर स्टोरेज ब्याडै भन्दा पनि फेरि म यसको राम्रो पक्ष पनि कस्तो छ भने तपाईँले कस्तो भने यसको साइकल तपाईँले राम्ररी अध्ययन गरेर ठिक समयमा लिनुभयो, ठिक समयमा अफ गर्नुभयो होइन, ठिक समयमा फेरि युज गर्नुभयो भने डेफिनेटली त्यो तपाईँलाई हेल्पफुल पनि हुन्छ. हेल्पफुल होइन हेल्पफुल हुन्छ. त्यस कारणले तर मलाई लाग्छ डेफिनेटली डाइरेक्ट रूपले हेर्दा चाहिँ यो चाहिँ ब्याडै हो मेरो एक्सपिरियन्स अनि मेरो चाहिँ. तर बडी बिल्डिङ स्पोर्ट्समा चाहिँ धेरै मान्छेहरूले लिन्छ नि होइन फ्रिक्वेन्टली. इट्स लाइक इट्स बिकम पार्ट अफ द स्पोर्ट्स भनौँ न. बडी बिल्डिङमा मात्रै होइन अरू स्पोर्ट्समा चाहिँ हुन्छ, रनिङमा सबैमा, साइक्लिङमा. मुभिङ अन टु नेक्स्ट क्वेसन. तपाईँले चाहिँ अनलाइन पर्सनल ट्रेनिङ पनि गर्नुहुन्छ, त्यसको बारेमा के भन्नुहुन्छ? अनलाइन ट्रेनिङ 1-to-1 चाहिँ म अहिले गरेको छुइनँ किनभने म आइम स्टिल इन आर्मी है. नट एलाउड टु डु सच अ जब एन्ड समथिङ. तर मैले अनलाइन ट्रेनिङ गराउँछु मान्छेलाई, क्लाइन्ट्सहरूलाई. तपाईँहरूले सर्टेन एमाउन्ट अफकोर्स तिर्नुपर्छ होइन. तर अब डिपेन्ड अन तपाईँहरूको अब कन्डिसन हेर्छु होइन. कति धेरैजना मैले नेपालीहरूलाई प्रायः गरेर मैले अहिलेसम्म फ्रीमै गरिदिइरहेको छु होइन. अनि धेरैजनाले एप्रिसिएट गर्नुहुन्छ. थ्याङ्क यू भेरी मच. अनि अनलाइन ट्रेनिङ गर्दा जस्ट ठिकै हुन्छ जस्तो लाग्छ. ठिकै छ. तपाईँले चाहिँ त्यो प्रोग्रामहरू लेखिदिनुहुन्छ होला होइन? या A to Z प्रोग्राम लेखिदिने हो. अनि उसलाई चाहिँ मेरो के अरे ऊ चाहिँ कस्तो हुन्छ भने मेरो वे चाहिँ A to Z प्रोग्राम पहिला उसको बडी कन्डिसन हेर्छु होइन. अब फोटोहरू अब होइन भेट्यो भने झन् राम्रो, नत्र भने फोटोहरू इमेलबाट होइन, अहिले त के अरे फोनबाट भइहाल्छ. फोटो हेऱ्यो अनि अब उसको हबी चाहिँ के छ, कस्तो बनाउने, ट्रिम बनाउने हो कि ठुलो बनाउने हो कि होइन, कस्तो बनाउने. अनि त्यही अनुसारले म चाहिँ 2 weekको प्रोग्राम लेखिदिन्छु. 2 weeks प्रोग्राम. त्यसपछि फेरि उसलाई चाहिँ अब फोटो सेन्ड गर भन्छु. अब त्यसरी न्युट्रिसन पनि त्यसरी नै लेखिदिन्छु. अब त्यसरी गराउँछु. तपाईँको क्लाइन्ट्सहरू चाहिँ कता बेस, युकेमा कि सब जताततै छ? प्रायः गरेर सबैतिर, तर युकेमा अलिक धेरै हुनुहुन्छ. हजुर नेपालीहरू पनि हुनुहुन्छ 2-4 जना. खुसी लाग्छ उहाँहरूलाई. तर अहिलेसम्म मैले नेपालीहरूलाई मैले चार्ज लिएको छुइनँ किनभने अब होइन उहाँहरू भर्खर बिचरा
अब बेसिक हुनुहुन्छ भने होइन किन होइन भनेर अब बिस्तारै अब राम्रो हुँदै गयो भने अर्कै कुरो हो हजुर किन तपाईँ चाहिँ बडी बिल्डिङ आर्मी बाहेक अरू केही गर्दै हुनुहुन्छ अथवा लाइक कुनै पनि अरू नेक्स्ट कम्पिटिसनको लागि प्रिपेयर गर्दै हुनुहुन्छ अहिलेको टाइममा चाहिँ मैले यस्तो गरेको छु बडी बिल्डिङमा स्टिल मैले अफ सिजनको ट्रेनिङ चाहिँ गरिरहेको छु अनि यो वर्ष चाहिँ मैले प्रि प्लान चाहिँ कस्तो गरेको छु भने भयो भने इन अफ द इयरतिर मात्रै गरौँ जस्तो लाग्छ किनभने लास्ट इयर म बेस फाइनलमा स्टेजमा जाँदा चाहिँ आई वाज टु स्मल है अरूको छेउमा किनभने दे वर अबाउट 90-100 kg and I was only 70 kilo. So I was too small. I feel like I was embarrassed. So I like to go bigger, at least 85 or 80 kg. So probably whole year म चाहिँ अहिले चाहिँ वेट गेन गर्ने हुमा छु त्यस कारणले मेरो प्लान चाहिँ इन अफ द इयरमा चाहिँ हेरौँ अब कति मेरो गेन हुन्छ त्यही अनुसारले म चाहिँ लाइक एट द एउटा यो इन्टरभ्यूको एन्डमा चाहिँ सबै गेस्टहरूलाई लाइक फ्यु क्वेसन्सहरू छु तपाईँलाई नि त्यो क्वेसनहरू चाहिँ अब के अरे सोध्न चाहन्छु फर्स्ट क्वेसन चाहिँ तपाईँलाई चाहिँ एउटा यङ फिटनेस इन्थुजियास्ट भनौँ अथवा लाइक यङ जेनेरेसन जसलाई चाहिँ बडी बिल्डिङमा इन्ट्रेस्ट छ त्यस्तो मान्छेहरूलाई चाहिँ तपाईँ कस्तो एडभाइस दिन चाहनुहुन्छ त्यसको लागि चाहिँ एकदम खुसी लाग्छ तपाईँहरू धेरैभन्दा धेरैजना चाहिँ एकदम इन्ट्रेस्ट गर्नुहुन्छ अनि मलाई कति धेरैले सोध्नुहुन्छ अनि सबैभन्दा कुरो चाहिँ मैले धेरै 90% हाम्रो के अरे मान्छेहरूबाट सुने कसरी रिड अफ द बेली भन्नेहरू मात्रै प्रायः गरेर हुन्छ है तपाईँहरू यदि बडी बिल्डिङ गर्नुहुन्छ फिटनेस गर्नुहुन्छ जिम गर्नुहुन्छ भनेदेखि तपाईँले बेलीलाई मात्रै फोकस नगर्नुहोस् है तपाईँहरू सबभन्दा म चाहिँ 60 to 70% चाहिँ तपाईँको खानालाई ग्राह्यता दिन्छु अनि त्यसलाई नै दिनुहोस् किनभने त्यो नै ट्रु हो तपाईँले नेचुरल फुडहरू खानुहोस् हुन्छ भने के अरे हुनसक्छ भने के अरे एकदम फ्याट बेगरको होइन अनि हुन्छ भने स्टिम खानुहोस् हेल्थको लागि राम्रो सुगर नखानुहोस् है सुगर खानु हो भने तपाईँको टोटली तपाईँ त्यो चाहिँ एकदम रबिस बनाइदिन्छ तपाईँको सुगरले तपाईँको स्पेसली जोइन्ट्सहरू खतम गराइदिन्छ है सल्टहरू धेरै नखानुहोस् तपाईँको फ्याटहरू होल्ड गरिदिन्छ है खाना राम्रो खानुहोस् जङ्क फुडहरू रिड अफ गरिदिनुहोस् अनि एक्सर्साइज तपाईँ डिपेन्डेन्ट तपाईँको कति टाइम हुन्छ कति इनर्जी हुन्छ होइन 2 घन्टा 3 घन्टै गर्नुपर्छ नि छैन तपाईँ यदि टाइम छैन भने 30 मिनट जति गर्दा नि भयो 20 मिनट गरिदिनुहोस् तर अलिकति इन्टेन्स तरिकाले गरिदिनुहोस् तपाईँलाई फाइदा हुन्छ त्यस कारण खाना चाहिँ याद गर्नुहोस् अनि तपाईँले गोल जहिले पनि गोल फोकस गर्नुहोस् तपाईँको गोल के हो मेरो गोल हो त्यो गरेपछि तपाईँ त्यसरी अगाडि बढ्नुभयो भने अवश्य तपाईँ सक्सेस हुनुहुन्छ के अरे एउटा क्वेसन चाहिँ तपाईँको एउटा फ्यान भनौँ अथवा समन वु लुक अप टु यु अलित गुरुङ भन्ने चाहिँ उसले एउटा क्वेसन हजुर उसले एउटा क्वेसन तपाईँले सोधेको तपाईँको डु यु हेभ एनी कोच एट द मोमेन्ट तपाईँले कोच छ बडी बिल्डिङ कोच अथवा समन यु लुक अप टु फलो भन्नाले मैले सिकाउने कि तपाईँलाई सिकाउने ए मलाई तपाईँलाई सिकाउने यसको बारेमा चाहिँ पहिला त अब पक्का कोचै चाहिँ थिएन होइन म त्यही पल्टनको दाइहरूसँग गरिन्थेँ अहिले भन्दा चाहिँ मेरो कोचै चाहिँ पक्का छैन तर मैले न्युट्रिसनको विषयमा चाहिँ मैले एकजना युएसको एकजना प्रोफेसनल म नाम चाहिँ बिर्सेँ मैले उसँग 3 महिना चाहिँ अनलाइन ट्रेनिङ गरेँ उसँग न्युट्रिसनको बारे A to Z क्या त्यो कम्पिटिसन ट्रेनिङको लागि हो त्योबाट चाहिँ मलाई 99.9% थाहा भयो होइन हामीले के गर्यो भने कस्तो हुन्छ हो त्यो मात्रै हो मेरो अहिलेसम्म कोच भनेको पक्का बडी बिल्डिङै कोच गर्ने चाहिँ कोही मैले गरेको छुइनँ मसँग ट्रेनिङ पार्टनरहरू छ पर्सनल ट्रेनर मलाई गराउनेहरू छ तर मतलब तैँले म चाहिँ कस्तो भने म मेरो वेले गर्छु उनीहरूले चाहिँ मलाई हेल्प गर्ने मात्रै हो अहिले अब मैले जस्तै अब 10 म 10 रेपिटेसन गर्छु यु निड टु गिभ मी हेल्प भन्यो भने अब जस्तै 8 पुगेपछि मेबी होइन 2 चाहिँ उसले हेल्प गर्ने अब त्यस्तो मात्रै छ तर मलाई तैँले यही गरेर तँ यो गर आज यो गर त्यस्तो चाहिँ छैन बुझेँ what is the best advice you've received तपाईँले पाएको चाहिँ के हो बेस्ट एडभाइस from anyone अहिलेसम्ममा
बेस्ट एडभाइस सबै तपाईँहरूले राम्रै भन्नुहुन्छ तर अलिकति लोवर उसलाई चाहिँ के अरे फोकस गर भन्नुहुन्छ ठिकै होला हो त्यो होला मेरो लागि बेस्ट अनि मैले त्यो पनि गर्दैछु त्यही हो मेरो लागि बेस्ट एडभाइस तपाईँहरूको के अरे नेक्स्ट क्वेसन चाहिँ तपाईँको बडी बिल्डिङ गोल्सहरू चाहिँ के छ तपाईँको पछि गएर यो के अरे ब्रिटिस बडी बिल्डिङ त्यसपछि नेक्स्ट लेभल के छ तपाईँको हजुर अब युरोपको लागि पक्कै पनि जाने प्लान गरेको छु तर आई डोन्ट थिङ्क दिस इयर होइन नेक्स्ट इयर चाहिँ युरोपको लागि ट्राई गर्छु अनि मेरो पक्कै गोल भन्ने त मैले भनिहालेँ सबैको गोल एकदम ठुलै हुन्छ कसलाई नहोला र होइन अब मिस्टर ओलम्पिया भने मेरो पनि मिस्टर ओलम्पिया भन्ने एकदम ठुलो हुनै नसके पनि एउटा गोल चाहिँ राखेकै छु होइन त्यही हो मेरो गोलहरू त्यही हो अनि अब बुढो भएपछि चाहिँ फेरि अर्को अब रिटायर भएपछि चाहिँ प्रब्ली होइन एउटा फिटनेस सेन्टर खोलेर चलाउने प्लान गर्दैछु फाइनली तपाईँले चाहिँ कसैलाई थ्याङ्क यू भन्न चाहनुहुन्छ थ्याङ्क यू त अवश्य मेरो सबभन्दा धेरै थ्याङ्क यू चाहिँ पहिला मेरो एकजना पुष्प श्रेष्ठ भन्ने हुनुहुन्छ होइन फिल्ममा पनि खेल्नुहुन्छ नेपाली फिल्ममा उहाँ दाइ हो मेरो पक्का डम्बेल छुवाउने उहाँ दाइलाई म धेरै धन्यवाद अनि घनश्याम मुखिया साउथ एसियन गेममा मलाई उहाँले धेरै गाइड गर्नुभयो त्यहाँबाट पनि मलाई धेरै थाहा भयो अनि अर्को एकजना राज बुढा भन्ने हुनुहुन्छ पटन दाइ उहाँले मलाई धेरै सिकाउनु भयो धेरै गराउनु भयो उहाँलाई अनि फाइनली चाहिँ धेरैभन्दा धेरै चाहिँ कञ्चन डङ्गल सिज माई के भन्ने हिरो अब यदि उसले मलाई इन्करेज नगरेको भएदेखि प्रब्लम म यो युके बिएफएफतिर म हात लाउने थिइनँ होला अनि मलाई यति साह्रो म अब गर्न सक्छु भन्ने मलाई ऊ पनि आउने थिएन त्यसरी कञ्चनलामा धेरै धन्यवाद हजुर अनि फाइनली तपाईँलाई अब कसैले कन्ट्याक्ट गर्न चाह्यो भने कसरी हाउ क्यान बी गेट इन टच विथ यु तपाईँहरूले मेरो फ्यान पेज सिक्रेट टु सक्सेस बाई जबिन भन्ने छ फ्यान पेज अब त्यहाँ तपाईँहरूले लाइक गरिदिनु भने हेरिदिनु भने म तपाईँहरूलाई जति सक्दो सकेसम्म चाहिँ मैले रिप्लाई दिने कोसिस गर्छु तर फेरि अब यसमै एउटा कुरो पनि भन्नुपर्छ तपाईँहरूले मलाई कतिले अब कति नराम्रो पनि भन्नु सोच्नुहुन्छ होला किनभने रिप्लाई अब सबैको दिन सकिँदैन होइन धेरै छ यतातिर कति धेरै हजारौँ पेन्डिङमा छ त्यो यता के अरे फ्रेन्ड रिक्वेस्ट पनि यता आफ्नो पेजको आफ्नो पर्सनलको पनि त्यतातिर ऊ भएन भने चाहिँ त्यतातिर चाहिँ गइदिनुहोस् होइन सिक्रेट टु सक्सेस बाई जबिन भन्ने छ मेरो फ्यान पेज अब त्यहाँ गएर हेर्नुहोस् त्यहाँ मैले मेरो न्युट्रिसनको बारेमा एक्सर्साइजको बारेमा मैले फुड प्रेपको बारेमा सबै लगाएको हुन्छु अब त्यहाँ हेरिदिनुहोस् अनि त्यहीँ म्यासेज गर्दा पनि हुन्छ तपाईँलाई डेस्परेटली चाहियो भने म्यासेज गर्नुहोस् अब त्यहाँ अनि अर्को कुरो इन्स्टाग्राममा के अरे राइम जबिन भन्ने छ अब त्यहाँ गएर पनि त्यहीँ म्यासेज गर्दा पनि हुन्छ त्यहाँ हेर्नुभयो भने तपाईँले धेरै सिक्नुहुन्छ मैले मेरो एक्सपिरियन्स मैले के गर्छु भन्ने चाहिँ मैले प्रायः गरेर डेली बेसिसमा अपडेट गरेको हुन्छु त्यहाँ अब त्यहाँ जानुभयो भने हुन्छ जबिन दाइ थ्याङ्क यू फर कमिङ फर लाइक तपाईँको बिजी स्केड्युल छ होइन एउटा टाइम दिनुभयो all the best for तपाईँको पछिको गोल्स बडी बिल्डिङ गोल्सहरू फिटनेस गोल्सहरूलाई थ्याङ्क यू फर कमिङ हियर It's my pleasure. Hey, thanks for watching the videos. I hope you guys enjoyed it. We'd love to hear from you guys and your feedback, so just leave a comment below for any suggestion, tips, and or guest requests. But if this is your first time here, then do subscribe to our channel. Also check out our other videos by simply clicking on them videos. Please follow us on Facebook, Instagram, and Snapchat. The links down on the description tab. Thank you for your love and support, and I'll see you next week.